हेलो गाइस, आज हामी कहाँ जानु लागेका? आज चाहिँ हामी तलकोट जान लाग्यो। हाम्रो फल्लाको है सबैजनाले माया गरिदिनु होला। हामी सबै देखाउली बाटोमा गयो माया गरिदियो सबैले लाइक कमेन्ट सेयर भन्ने कुरा सब गरिदियो। हेर्नुहोस् त यसरी यति एक हातमा पन्छ एक हातमा छैन। सबैजनाले माया गरिदिनु होला। अब हामी जान लागेका हौँ। लाइक कमेन्ट सब्सक्राइब नि गरिदिनु होला। सबैजनाले सेयर नि गरिदिनु होला। बनाउन त बोल्नु पनि आउँदैन, त्यही पनि अलिअलि कोसिस गरेको। यो हाम्रो बाइक हो हैन, यो मान्छे हो, यो हाम्रो बाइक हो। अब चाहिँ हामी जानु लाग्यो। अहिले चाहिँ हामी चैनपुर पुग्यौँ। घरबाट चाहिँ बनाउन पाएन। यो चाहिँ यो ठाउँको नाम के होला? यो चैनपुर सिमबारी भन्ने ठाउँ हो। सिमबारी भन्ने ठाउँ। अब चाहिँ हामी तलकोट जान लाग्यो। तलकोट जाने बाटो यो है त। यो चैनपुर बाटो उता चैनपुर बजार, उता चैनपुर बजार छ। यहाँबाट मेरो झन् लागेका एकछिनमा हो। उता अङ्कललाई वेट गरिरहेको, नुहाउने भयो क्या, कहाँ गयो बाटोमा। अङ्कलको वेट अद्दा लागेको हौँ। हेर अब हाम्रो स्टार्ट हुन्छ एकछिनमा। यति ढिला के अरे? के बसे? के गरे? के गरे? हिँड जाउँ अब, ढिला हुने हो। अब हामी दुई बाइकमा जान लागेको। पुग्यो त है। ल सुरु भयो। यहाँ हेर केही नहुनु त यहाँ बेहुलीमा नि अचम्म बेहुली चाहिँ लजाउने भाइ। अब हामी जान है त। कहाँ? अब हामी सुरु भयो है। अब हामी जान लागेका। सबैजनाले माया दिए। स्कुल क्याम्पस बर्थडे आइदियो है। अब हाम्रो भिडियो सुरु भयो। विद्यार्थी राजी म। बिहान स्कुल जानको पिटा क्याम्पस जानुले गर्दा थाहा हुन्छ होइन। कत्रो रमाइलो भइरहेछ है। हेर्नुहोस् हाम्रो अगाडि गइहाल्यो नि। मामा अगाडि गयो। तपाईँको टिफिन खानेलाई क्या भयो? चिनिया मान्छे भिडियो गर्नु ढिला हुने हो। तलकोट होइन, ताग्लाकोट हो यो।
कागलाको 117 कति बोल्नु बल्ल बल्ल गयो बोल्नु हो त्यति बनाउनु आएको केही बोल्नु जान्दैन ए हामी कस्तो भयो होला केही बोल्नु जान्दैन अब बिस्तारो बिस्तारो चिसो चिसाले मलसँग थेकिँदैन केहरू गर्नु यसरी उनलाई क्या अब उनलाई बाटो त्यो बाटोमा बाइक चलाउने मान्छे साह्रै हुन्थे साह्रै भेट्यो डर लाग्दो बाटो हो हेर साह्रै अप्ठ्यारो बाटो हो यो ओह्रालो जस्तो अप्ठ्यारो त कहीँ छैन भने जान्छ अप्ठ्यारो बाटो पनि साँगो र अप्ठ्यारो पनि त्यस्तै गाह्रो छ के गर्नु रोड बनाइदिनु पर्छ सरकार ठाउँमै यस्तो बाटो भन्यो होला हाम्रो ठाउँको यस्तो बाटो हेर बाटो यस्तो छ पानी नि बाटो पानी नै नि है कस्तो भयो यहाँ चाहिँ पानीको त गर्नु होइन यहाँ नेपाली भएन यो बाटो पानीको रोड अहिले पानी फालेर है बाटो यति लास्ट बाटो अप्ठ्यारो बाटो यही छ फेरि पानी पनि रोडमै छ हेर्नु त नि यस्तो पानी रोडमा खायो कसरी चलाउने है बाइक चलाउने मान्छेले त लास्टै गाह्रो हो भने त्यही माथि हामीलाई त त्यो त हेर खै पानी बाटोमै पानी भन्ने अलि राम्रो बाटो भएछ भने त भन्नु ठिकै बाटो यहाँ तल हेऱ्यो भने लास्टै भिड छ क्या बाटो साँगो र तिमाथि ओह्रालो यहाँ तल हेऱ्यो लास्टै भिड
बजे जाऊ भने अप्ठ्यारो दे जी बहिनी बस छड्डै बाटो नै लिनु बाटो चाहिँ सजिलो हुनु गाह्रो हुने हो नि अहिलेको फाइनल्ली अलि राम्रो रोडमा पुग्यौँ है त गाइस होइन है अलि यो ओह्रालो पठाउनु त यो पुल चाहिँ डेन्जर हो कि तर राम्रै पुग्छ भाइ बाटोहरू खोलेको छैन
यहाँ परिने चाहिने होइन अहिले काटी चाहिँ कस्तो राम्रो हुन्छ जान मान्छे यहाँ काटेर बनाइदियो बिस्तारै तल बिस्तारै साह्रै अप्ठ्यारो बाटो छ डर लाग्छ तर के गर्ने आउनु बाइकमा हेर्छौँ साह्रै अप्ठ्यारो बाटो छ क्या तर डेन्जर बाटो उता पऱ्यो रोकिनु भयो हामीले ढाड दुखे त तालाई उकालो भयो नि होइन बढी पानी भयो चिप्लो बनाएको थिएँ ओलीमा म बाटो फेर्न हिलाउरो छिटै उभिँदा यहाँ हिलाउरो त हुँदैन क्या परिवार अस्तिको यस्तो अप्ठ्यारो बाटो छ क्या लास्ट अप्ठ्यारो बाटो हो नि बाटो छ कस्तो गाह्रो भइरहेछ लो बिहाको दिए आज के भयो बाइक तल के भयो होइन खुट्टा हरा हाल्दा भयो बाइक माथि रोकिएर गोरु बाटो छाड्दैन नि त त्यही भएर बाटोनिर रोकिएर गोरु यस्तो लगिनेर बाटो यस्तो अप्ठ्यारो हो हेर्नु बाटो यस्तो अप्ठ्यारो हो लगिरहे त हिट तर म अप्ठ्यारो हो बाइक ठुलो भयो घुमसानो भयो अनि के गर्ने यस्तो यस्तो छ मान्छे सानो खुट्टा पुग्दैनन् बाइक ठुलो छ यस्तो छ बाटो स्टप छैन क्या बाटो तर
बुढी यहाँ बाख्रा चराउन आउनुभयो उता परबाट है बुढी हो फाइनल्ली हामी अब पुग्न आँट्यौँ थोरै छ है पुग्न आँट्यौँ थोरै छ छोरी समय छ पुग्न थाल्यौँ है छोराहरू तलकोट गाउँ फाइनल्ली हामी तलकोट पुग्यौँ है अलि मात्रै हो बजार पुग्नु गाउँ पुग्नु जानुपर्छ बाटो रोकेर यहाँनिर फाइनल्ली हामी पुग्यौँ है त ब्याग तल हिँडेर आउँछ है फाइनल्ली तलकोट बजार पुग्यौँ है त हामी अलि मात्रै अघि पुगेर परनाले बस्छ था अङ्कल मामा फाइनल्ली हामी तलकोट पुग्यौँ है त फाइनल्ली यहाँनिर रोक्नु यहाँनिर कस्तो लागिरहेछ मामा यहाँ तलकोट कस्तो लाग्यो तलकोट अहिलेसम्म ठिक छ झ्याउ त लागिरहेको छैन नि
च्याउ त यहाँ बाटो बिग्रियो अरे क्या पर हिलो तर बाटो चाहिँ खत्तम छ यात्रको गुणस्तर चाहिँ हेरिदिनु पर्यो बाइक राइडर के भन्न चाहन्छ के भन्दैन अहिले म धेरै बोल्न चाहन्न आऊ जाउँ त पुग्यो कस्तो लाग्यो मनिषाजीलाई तलकोटको बाटो कस्तो लाग्यो अनि भाइरल बनाइदिनु पर्यो मनिषाजीलाई लजालु छन् धेरै होइन भात खान तँलाई हुलिया एक बारी खुट्टाले टुनी हुँदैन है मेरो त दिदी खुट्टा नि फ्र्याक्चर छ पछि किन्नु लिँदा सुन्तल आउने पछि किन्नुला बट्टी के नाटक हेर न हात झाउने न अब अरू गयो के तँ बाह्र महिनाले झाउने याद न है के छ नबिन त नि आइगे त अहिले धनियाँ त खानु खाएको हामी त रुचाइने मान्छेहरू केहरू त पछि कहाँ खायो कन्ने चाहिँ मुखी खाना दिने मान्छे हुन पऱ्यो नि हामी बाटो बाटोमा खै तर्फ प्याज बुझाउने हो त पर्ची बुझाउनु त्यो गए आयो भने खाना खाऊ अनि फाइनल्ली हामी भ्लग बनाउन लागेको फाइनल्ली हामी पुग्यौँ है त फाइनल्ली ओहो नमस्ते सरहरू कहिले पुग्नु हो नमस्कार कति बेला उयो हैछ के छ दिजु डल्ले ओइ डल्ले ओइ हेर्दैन बल्ल बल्ल अब हामी खाना खान लाग्यौँ है त मार्सी चाम्लोको भात यता मुलाको अचार छ हामी खाना सुरु भयो गर्नुहोस् भात छ ल हुन्छ सबैजनाले माया गरिदिनु होला भन्दा मुखिदिएको त ल ल गाइज बाई बाई है त खाना स्टार्ट भयो हुन्छ सबैजनाले माया गरिदिनु होला त्यो चाहिँ यहीँ एन्ड हुन्छ सबैजनाले माया गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब सेयर पनि हस् त बाई